हेलो साथीहरु सबैजना सन्चै हुनुहुन्छ होला। आयो म पनि सन्चै छु। ओ माय गॉड, पर एकजना काम गर्ने नेपाली हो कि अब के काम गर्दै छ है त। ल त्यो व्हाइट टी शर्ट लगाएको अब वहाँ पर छ। म कामले क्याश काउन्टरमा बसेको बहिनी नै होला सायद हैन। अब म त अब बुढी भइसक्यो नि हैन, यत्रो 25-26 वर्ष भइसक्यो, बुढी भइसक्यो। त्यहाँ क्याश काउन्टरमा बसेको बहिनी नै जस्तो लाग्यो हैन। उ चाहिँ नेपाली हो भनेको रेके आज हो पनि नभन्ने के मुन्डो मात्रै छ हल्लाइरहेको। मेरो पाला आयो त साथीहरु। अघिदेखि त्यत्रो भिडियो गरेर आएको साथीहरु, मेरो भिडियो नै भएन छ क्या। सबै मैले अनै नगरिकन हिँडेछु पागल। हेलो साथीहरु सबैजना सन्चै हुनुहुन्छ होला। आयो म पनि सन्चै छु। ओ माय गॉड, पर एकजना काम गर्ने नेपाली हो कि अब के काम गर्दै छ है त। ल त्यो व्हाइट टी शर्ट लगाएको अब वहाँ पर छ। म कहाँ बोलाउन जानु है साथीहरु। अनि आज पनि कहाँ जान लाग्यो होला भनेर चाहिँ नसोच्नु होला भनेर के भन्नु है। म अब मेरो भ्लग आउने भनेको मैले अस्ति नै भनिसकेँ, बाहिर जाँदाखेरि मात्रै हो। अनि अहिले नि म पसल जान लागिरहेको छु। आज चाहिँ शनिबार हो। अनि के भन्नु, यहाँ चाहिँ नजिकै चाहिँ बन्द छ कि भन्ने सोचाइ हो। म्यामले नि बन्द छ होला, पर नै जानु भन्नुभएको छ। अनि के लिन जान लागेको भनेर चाहिँ म ओलिभ ओइल लिन जान लागेको क्या। ओलिभ ओइल भन्ने त्यो हुन्छ के भनौँ अब, खै सलादमा हालेर खाने हो तेल हो। जस्तै अब हाम्रो नेपालमा चाहिँ तोरीको तेल जस्तै लाग्छ मलाई चाहिँ। अनि अहिले चाहिँ बेलुकाको 6:30 नै भइसक्यो, तर पनि घाम यस्तो छ देख्नु भइसक्यो साथीहरु तपाईहरुले। अनि म चाहिँ यता लेखेर हिँडिरहेको छु। अनि हातै गरिहाल्छ हौ त्यहाँ। अस्तिको म आएको चाहिँ पसल यही भइहाल्यो, यही नजिकै हो। अनि यहाँ चाहिँ आज बन्द भइसक्यो, 4 बजेभित्रमा बन्द हुन्छ अरे। त्यही भएर चाहिँ पर नै जानु भन्नुभएको, त्यही भएर म पर जान लागेको साथीहरु। नि यस्तो गर्मी छ है, तै पनि सक्स लगाएर हिँडिरहेको छु के। अब हैन सक्स लगाएन भने त त्यो खुट्टा किन सक्स नलागेको फोहोर लाग्छ के हुन्छ भनेर गाली गरेर। अनि यस्तो गर्मीमा नि मेरो हालत देख्न सक्नुहुन्छ साथीहरु। यस्तो गर्मी हप हिँड्दा हैन, त्यतिकै काम नगरी बस्दा पनि बेस्तरी पसिना आउँछ नि त, हप गर्मी हुन्छ। झन् यस्तो बाक्लो सक्स लगाएर बस्दा त ओ माय गॉड, म त बेहोसै होला जस्तो हुन्छ। गर्मी पनि यति साह्रो गर्मी छ कि आमा भन्नै पर्दैन हो। यतिकै बसिरहँदा नि पसिना तर चुहिन्छ। अब काम गर्नै परिहाल्यो साथीहरु, यस्तै हो। अब भनेको मान्नु पर्यो अरे। उहिलेको बुढापाकाहरूले कि भनेको मान्नु कि अघिको खानु कि के भन्थ्यो, त्यस्तै भइसक्यो मेरो हालत। अब म चाहिँ यहाँ बाटो क्रस गर्छु त साथीहरु, बाटो क्रस गर्छु। तर गाडी स्पिडमा आइरहेछ। अब म बाटो क्रस गर्छु, त्यहाँबाट गएर पसल गएर ओलिभ ओइल लिएर आइहाल्छु। परबाट स्पिड एउटा गाडी आइरहेछ, स्पिडमा आइरहेछ। मन छिटो जाने हो क्या, यस्तो छिटो दौडिने हो कि दायाँ बायाँ हिँड्ने हो हैन। अब नेपालमा त के भन्नु, अब दायाँ बायाँ हिँड्ने दौडिने हो भने जस्तै हो यो। धन्न धेरै गाडी आउँदैन र मात्रै हो। यहाँ चाहिँ यता चाहिँ अलिक गाउँ जस्तैमै छु क्या म चाहिँ। अब यो अब गाउँ हुन चाहिँ यस्तो हो, गाउँ भने पनि यता चाहिँ के भन्छ, घरै बिचै घरको आँगनमै रोड पुगेको हुन्छ नि त। त्यही भएर गाउँ हो कि सहर हो चाहिँ त्यो चाहिँ छुट्याउन सकिँदैन। तर मलाई चाहिँ गाउँ जस्तै लाग्छ कि, घरहरू पनि अलिक सानो गाउँतिर जस्तै छ। अनि मैले साथीहरूसँग कुरा गर्दा पनि तर सबैकोतिर त्यस्तै हुन्छ भन्छ है। यो एउटा मोबाइल पनि सम्बन्ध नसक्ने भइसक्यो, मेरो हात गरिसक्यो साथीहरु। अनि मैले चाहिँ यो प्लास्टिक चाहिँ लिएर आएको क्या घरबाटै, किनभने त्यहाँनिर लियो भने पैसा लिन्छ क्या। त्यही भएर अब धेरै सामान लियो भने त लिँदैन नि। अब एउटा सामानको लागि अनि प्लास्टिक माग्दा पैसा काटिदिन्छ। अनि घरबाटै लिएर जाऊ भनेर भनेको थियो, त्यही भएर मैले घरबाटै लिएर आएको साथीहरु। यत्रो बाटो म हिँड्दै चाहिँ कि कोही यत्रो घरहरू कटिसकेर पनि हैन, एकजना काम गर्ने साथीहरु कोही पनि भेट्दैन क्या यतातिर। अब भन्न चाहिँ लिमासोलमा धेरै मान्छेहरू छ, नेपाली दिदी पनि छ भनेर यहाँको त्यो पसलको दाइले नि भन्नुभएको थियो। पसलको दाइले भन्दा पनि हात चाहिँ यस्तो पर्ने हो कि
यहाँ मार्केटमा चाहिँ जुन मार्केटमा म गइरहेको छु त्यहाँनिर चाहिँ धेरैजना नेपाली काम गर्ने मान्छेहरू दाजुभाइ दिदीबहिनीहरू पनि छ कि अनि एकजना मैले दाइ भेटेको थिएँ अस्ति अनि उहाँले भन्दै हुनुहुन्थ्यो म यहीँ काम गर्छु बाहिर रोडमा भेटेको अनि म यहीँ काम गर्छु यताको सबैभन्दा सस्तो सप नै यही हो यहीँनिर हो सबैजना किन्न आउने यहाँ यतातिर नेपाली के अरे बहिनीहरू दिदीबहिनीहरू टन्नै छैन चाहिँ भनिरहेको तर मैले नि भेट्न चाहिँ 2-3 जना चाहिँ भेटेको हो होइन अनि भेटेर अनि मेरो नम्बर लिएर जानुभएको थियो कि उहाँहरूले नम्बर लग्यो अब उनीहरू चाहिँ हामीभन्दा सिनियर हो कि अब 3-4 वर्ष भइसक्यो होइन नम्बर लिएर गएको फोनै गर्दैन भनेको मलाई त फोनै गर्दैन होइन अनि मलाई चाहिँ अब आफ्नो नयाँ भएर होला नेपाली दिदी बहिनी अब दाजुभाइ कोही देख्यो भने नि आफ्नै मान्छे भेटेको जस्तो लाग्ने होइन नम्बर लिएर जान्छ उनीहरूले पनि फोनै गर्दैन होइन फेरि म चाहिँ कस्तो उनीहरूको नम्बर चाहिँ नलिने क्या नलिने मतलब मेरो सिममा चाहिँ पैसै छैन क्या पैसै छैन यताको सिम मलाई एजेन्टले दिएको हो होइन अनि मेरो सिममा चाहिँ पैसै नभएको कारणले मैले उनीहरूको नम्बर लिन पाएन अनि उनीहरूले मेरो नम्बर लान्छ मलाई फोन गर्दैन ओ माई गड मेरो हात गल्यो साथीहरू ल यो बाजे चाहिँ चक्लेट टोक्दै हिँडिरहेको छ न साथीहरू यो बाजे यो गाउँको बाजेले चाहिँ चक्लेट टोक्दै गइरहेछ यस्तो हात गल्यो पछाडिको देखाइदिन्छौ साथीहरू मेरो हात गले ठ्याक्कै यही पसलमा म कतिचोटि आउँछु महिनामा 17-18 चोटि त यही पसलमा आउँछु होला ओहो मेरो अघिदेखि चाहिँ यत्रो भिडियो गरेर आएको साथीहरू मेरो भिडियो नै भएन क्या सबै मैले अनै नगरिकन हिँडेछु पागल मैले यो लिएँ त साथीहरू ओलिभ ओइल अघि राम्रोसँग नहेरेर रहेछ नि मैले यहाँनिर राम्रोसँग नहेरेको रहेछ क्या यो पढ्न नजान्नु नि केही होइन क्या साथीहरू इङ्ग्लिस यहीँ लिएर रहेछ त ओलिभ ओइल भनेर है ओलिभ ओइल भनेर यहाँ लेखेको छ त हौ पढ्न नजान्नु नि केही होइन हौ साथीहरू केही होइन पढ्नै नजान्नु कि एउटा एबिसिडी नि राम्रोसँग नआउने खालको मान्छे गरेँ क्या म चाहिँ नै लेखेको नयाँ साथीहरू होइन मलाई 30 युरो पैसा दिनुभएको छ क्या म्यामले चाहिँ 30 युरो पैसा चाहिँ दिनुभएको हो होइन अनि त्यस पछाडि चाहिँ 2टा ओलिभ ओइल ठुल्ठुलो बोतलमा रहेछ सानो 2टा रहेछ 2टा लान्छु 8 युरो 55 सेन्ट रहेछ 2टा लगेर मैले चाहिँ के भने एउटा स्याम्पू र बडी लोसन क्या बडी वास गर्नको लागि छैन रुममा मैले अस्ति नैदेखि भनेको हो क्या छैन सकिसक्यो भनेको उता लिन जान्छु भनिरहेको थियो लिन गएको छैन त्यही भएर मैले चाहिँ स्याम्पू र यो जिउ नुहाउनेलाई हामी चाहिँ साबुन भन्छौँ यहाँ चाहिँ अब के हो बडी वास के हो यो लानु यो अलिक सस्तो खालको हेरेर लानु पर्ला जस्तो लाग्यो क्या मलाई अनि यो लानु पर्यो है अनि त्यसपछि 2 युरो अनि यो के भन्छ 95 सेन्ट रहेछ होइन यिनीहरू सेम रहेछ म्यामले नि यस्तै खालको ल्याउँछ क्या प्रायः जस्तो यो होइन भनेपछि म ट्राई गर्छु यो लान्छु होइन अस्ति मैले लगेको यहाँ पर 4 युरो रहेछ यहाँनिर चाहिँ होइन 2 युरो छ के यो लान्छु मलाई गाली गर्ने हो कि त्यो चाहिँ थाहा भएन होइन अब 30 युरो दिएको छ पैसा चाहिँ अनि छैन नि त आफूले त युज गर्नु पऱ्यो नि त होइन अनि लगेर अनि नुहाउनु पऱ्यो होइन अनि के गर्नु त 3 युरो 59 भनेपछि यसको 3 युरो 48 अलिकति भने नि यसको रहेछ क्या हेड एन्ड सोल्डर लगेर युज गर्नु पर्यो किनभने मेरो त बढी चाया छ नि त भन्ने कुरो हो यही लैजाउँ कि क्या हो गाली गऱ्यो भने चाहिँ छैन हौ साथीहरू म रुँदै हिँड्नुपर्ने होला यही लानु पर्ला यही लानु पर्यो गाली गरे नि गरोस् ल मतलब भएन मैले बोलिदिएँ ओलिभ ओइल होइन यही मौकामा चौका हाल्नु पऱ्यो क्या मैले चाहिँ अब मैले अस्ति नैदेखि भनेको हो सामान सकियो छैन भनेर भनिरहेको उता गएर ल्याउने होइन यहाँ एक्सपेन्सिभ छ उता जाने भनिरहेको के अहिले पैसा होइन यहाँ मैले हेरेको प्राइस चाहिँ त्यहाँको मिल्न त मिल्छ होला नि त्यति धेरै फरक पर्दैन होला 30 युरोको पुग्छ कि भन्ने सोचायो गाली गऱ्यो भने छैन अब यो 2टा ओलिभ ओइल लिएर जान्छु गाली गऱ्यो नि गरोस् भन्ने चाहिँ मेरो सोचाइ हो गर्दैन होला गाली त होइन के गाली गर्छ आफूलाई चाहिएको छ साथीहरू मैले चाहिँ लिएँ
ओलिभ ओइल अनि स्याम्पू अनि यो चाहिँ बडी वास गर्नको लागि होइन छैन। मैले अस्ति नै भनेको साथीहरू अब म चाहिँ जान्छु फर्किन्छु गट्टा मैले सामान लिएर गएँ साथीहरू जाँदैछु। कहाँ जानु जताको चाहिँ लाइन रहेछ। यहाँ जान्छु नेपाली हो कि जस्तो लागिरहेको मलाई चाहिँ उसकोमै गएर अस्ति नै मैले यहीँबाट लगेको तर उसँग राम्रोसँग बोलाएको कि नेपाली हो कि जस्तो लागेको थियो बोल्नै पाएन म्याम पनि सँगै त्यही भएर अब आज चाहिँ बोलेर यहाँ मेरो सामान यिनीहरू मान्छेहरूले के भन्छ कि मलाई गाली गरेको जस्तो लाग्छ। मलाई चाहिँ गाली गरेको जस्तो लाग्छ। खप्याउनु पर्यो अनि यहाँ हाल्नु पर्यो मेरो सामान। धेरै पो छ त मेरो सामान त। यो ओलिभ ओइल भइहाल्यो। आफू त यस्तो इङ्ग्लिसमा धेरै जान्नु पर्यो। दिस ओलिभ ओइल दिस इज फर ड्रेसिङ दिस This is good. Who is good? This. Which one is that? It's good. It's expensive, no? Too much expensive. This is good. How much this? This one, 855. This is 693. 1115. This is 414 and 785. Like this big. No. More big. No, we don't have. We have only this one. Okay, thank you. मेरो अघिदेखिको भिडियो भएन कि क्या जस्तो लाग्यो मलाई। मैले भिडियो त्यत्रो धेरै बनाएको थिएँ भिडियो भएन जस्तो लाग्यो। मेरो पाला आयो त साथीहरू। नेपाली हो नेपाली। त्यहाँ मैले क्यास काउन्टरमा बसेको बहिनी नै होला सायद होइन। अब म त अब बुढी भइसक्यो नि होइन। यत्रो 25-26 वर्ष भइसक्यो बुढी भइसक्यो। त्यहाँ क्यास काउन्टरमा बसेको बहिनी नै जस्तो लाग्यो होइन। ऊ चाहिँ नेपाली हो भनेको रे के आज हो पनि नभन्ने कि मुन्टो मात्रै छ हल्लाइरहेको भनेको। कस्तो नराम्रोसँग बोलेन हो। मलाई त चित्त नि दुख्यो भनेर त के भन्नु होइन। अलि राम्रोसँग त बोल्नुपर्छ नि होइन। नेपाली हो भन्दाखेरि हो भने त भइहाल्यो नि। उसको भिडियो गर्छ होला भनेर भिडियो गर्छ होला भनेर अब मुन्टो मात्रै हल्लाएर उता फर्केको होला। म भिडियो गरिनँ हो साथीहरू गरिनँ। यस्तै हुन्छ के यस्तै हुँदो रहेछ नेपालीहरूले नै। हामी त अब जुनियर पऱ्यो नि त। सिनियरहरूले चाहिँ अलिकति नेपालीलाई नै नेपालीसँगै राम्रोसँग नबोल्दा त रिसै उठेर आउँछ। ल साथीहरू मैले सामान लिएर आएँ होइन। अब मलाई चाहिने सामान पनि लिएको छु। मलाई गाली गर्नुभयो भने म तपाईँहरूलाई भिडियोमा फेरि पनि भन्छु ल। मलाई गाली गऱ्यो भनेर चाहिँ अब म घर जाँदैछु। मैले यही मेरो 2 मिनटको भ्लग यहीँ इन्डिङ गरिदिएँ। अब त्यो एउटै बाटोको 100 चोटि के भ्लग देखाउनु हो साथीहरू होइन। अनि नयाँ नयाँ ठाउँमा जान पाएको भए पनि त हो भन्नु नि होइन। अब साइप्रस आएको 4 महिना भइसक्यो। 4 महिना पुरा भएर 5मा लागिसक्यो तर एकचोटि पनि छुट्टी निस्किन पाएको छैन के। अब छुट्टी निस्क्यौँ भनेर त धेरै साथीहरूले भन्छ नि त छुट्टी निस्क्यौँ भनेर भन्छ। मेन कुरो भनेको पैसाकै हो अब होइन। साथीहरू कहाँ टाढा छ म कहाँ टाढा छु। अनि त्यस पछाडि अब जानु पऱ्यो बसमा थाहा छैन। अनि ट्याक्सीमा जानु पऱ्यो। ट्याक्सीबाट त्यतिको लागिहाल्छ खानु परिहाल्यो दिनभरि। ओ माई गड एक दिनको 4-5 घन्टाको इन्जोयमा कति पैसा सक्छ भन्ने चाहिँ थाहा भएन। त्यही भएर छुट्टी पनि निस्किन सकिरहेको छैन। 5 महिना लागिसक्यो। सँगै आएको साथीहरू म 5 महिनामा 10 चोटि छुट्टी निस्किसक्यो। आएको एकचोटि छुट्टी निस्केको छैन। यही चाहिँ हल्का पिर लागिरहेको छ कि। अब सँगै आएको साथीहरू बाहिर निस्केर हो फोटो खिचेर फेसबुकतिर अपलोड गर्दा त आफूलाई नै जेलस फिल हुँदो रहेछ। निस्क्यौँ मन त लाग्दो रहेछ। के भन्नु परिस्थिति अनुसार हिँड्नै परिहाल्यो होइन। त्यही भएर चाहिँ म चाहिँ अहिलेसम्म छुट्टी ननिस्केको हो। तर सबैजना निस्केको छ भन्ने चाहिँ छैन है। फेरि अरू 1-2 जना साथीहरू छ उनीहरू छुट्टी निस्केको छैन। म पनि निस्केको छैन। अब यस्तै हो भन्दै मैले चाहिँ यहीँ इन्डिङ गरिदिएँ भ्लग साथीहरू। भ्लग पनि भयो कि भएन कि अघि त्यत्रो होइन। म एक ठाउँमा मैले कट गरेको भिडियो राखेको होइन। मैले भिडियो गरेन कि हात गल्यो भनेर त्यहाँबाट त मोबाइल यतिकै गरेको भिडियो पनि भएन चाहिँ। अनि पो एउटा केटी चाहिँ मोबाइलमा हेरिरहेको रहेछ क्या। भिडियो भएको छैन भनेर चाहिँ भन्नु नि होइन। तर उसले फेरि कसरी भन्नु यताको भाषामा बोल्थ्यो होला। म यसो हेर्थेँ नि त भिडियो भएको हो कि होइन भन्दै
यस्तो गर्मी भइरहेछ हौ साथीहरू। त्यतिकै त विदेश आएर यहाँ फेस बिग्रेर यस्तो भइरहेछ। झन् पसिनाले रातो रातो भएको होला, के गर्नु यस्तै छ। विदेशमा आएर अब 2-3 वर्ष विदेश बसेर घर जाँदाखेरि कुरूप हुने, अनि मेरो फेसै नचिन्ने, अनि मलाई मेरो आफन्तहरूले विदेश गएर त नचिन्ने भइरहेछ भनेर भन्छन् होला जस्तो फिल भइरहेछ मलाई चाहिँ। अहिले चाहिँ अलिअलि घाम डुब्न लागिरहेको छ साथीहरू भर्खर, अनि मेरो हात चाहिँ गलिसक्यो। भन्दै मैले चाहिँ यहीँ एन्डिङ गरिदिउँ कि क्या हो साथीहरू। खोइ खासै कुरै आउँदैन आफूलाई त, के बोल्नु हो, बोल्नै आउँदैन, अनि हात मात्रै गलिसक्यो। मलाई गाली पक्कै गर्छ जस्तो लागिरहेछ क्या। म गाली गऱ्यो भने त्यसको यो फेरि म रिटर्न लिएर आउँछु भन्न चाहिँ मिल्दैन, के भन्नु। ल साथीहरू 2 मिनटको भ्लग यहीँ एन्डिङ गरेँ। फेरि अब अर्कोचोटि मलाई पसल पठाउनु भयो भने फेरि अर्को भ्लग लिएर आउँछु। मेरो हात गलिसक्यो कि लास्टै। ल है साथीहरू, भन्दै यता पनि बस पनि आयो। ल 9 नम्बरको बस पनि आयो। यो कता अघि फिलातिरको अब यो केटाहरू चढेर गए त कहाँ जाने हो, घुम्न गएको होला। मैले नि यहीँ भ्लग एन्डिङ गरेँ। ल भनेर 3-4 चोटि कतिचोटि भनिसकेँ, तै पनि गरिनँ। अब चाहिँ लास्ट अन्तिमै हो, मैले एन्डिङ गरिदिएँ है साथीहरू। अर्कोचोटि अब म पसल आउँदाखेरि अर्को भ्लगमा भेट होला हाम्रो।